एमाजोनमा सामान कसरी बेच्ने त होइन, यसको लागि म जनरल कुराहरू बताउन गइरहेको छु। यो च्यानलबाट चाहिँ तपाईँहरूले विशेष गरी एमाजोनमा कसरी व्यापार गर्ने, कहाँबाट स्टार्ट गर्ने, कुन चाहिँ स्टार्टिङ पोइन्ट हो भन्ने कुरा चाहिँ म बताउन खोज्छु 1 to 1 है। तपाईँहरू हेर्नु होला यसलाई चाहिँ राम्रोसँग। म तपाईँहरूलाई चाहिँ एमाजोनमा यसरी चाहिँ जुन सामानहरू राखेको छ यो राख्ने तरिकाहरू कसरी हो र त्योभन्दा अगाडि चाहिँ सामान राख्नु अगाडि कसरी बनाउने त आफ्नो सपलाई डिजिटलमा त्यो कुरा बताउँछु है त। google.com खोल्ने अनि त्यसपछि यहाँनिर एमाजोन सेलर सेन्ट्रल गर्ने, यसलाई चाहिँ क्लिक गर्ने अनि त्यसपछि यो खुल्छ अनि यसलाई फेरि क्लिक गर्ने अनि अब हामीले यस्तो स्क्रिन देख्छौँ। यो सेलर सेन्टरको लागि यो स्क्रिन आउँछ होइन। अब यसमा चाहिँ साइन अप गर्ने, गेट 10% ब्याक योर फर्स्ट 50,000 इन ब्रान्डेड सेल्स भनेको रहेछ है। अफर पनि दिइरहेको छ यसमा। अब यसमा चाहिँ गएर साइन अप गर्ने, यसले जे हाम्रो के कुराहरू माग्छ त्यो हामीले फिलअप गर्दै जानुपर्ने हुन्छ। जस्तै अब सुरुमा त्यहाँ क्लिक गरेपछि एमाजोन सेलर सेन्टर भन्ने हुन्छ, यहाँ फोन नम्बर माग्छ अनि हामीले यहाँ चाहिँ अहिले एक्जाम्पललाई पनि एउटा फोन नम्बर राख्छौँ होइन। अनि त्यसपछि फोन नम्बर राखिसकेपछि अनि अकाउन्टको डिटेल्सहरू, एड्रेस अनि आफ्नो ब्याङ्कको एकाउन्ट, क्रेडिट कार्ड एकाउन्ट सम्पूर्ण कुराहरू राख्दै जानुपर्छ। अनि राख्दै गएपछि चाहिँ भेरिफाई, त्यसको चाहिँ जुन ओपिटी कोडहरू पठाउँछ त्यसलाई भेरिफाई गर्ने अनि त्यसपछि अकाउन्ट चाहिँ रेडी हुनको लागि विदिन 24 to 72 आवर्स भन्छ, त्यसमा चाहिँ आफ्नो अकाउन्ट रेडी हुन्छ होइन। अनि अकाउन्ट रेडी भइसकेपछि सामानहरू लिस्ट गर्ने कसरी, ती फोटोहरू कस्तो राख्नुपर्छ, जस्तै यहाँ विभिन्न यो सामानको फोटो छ होइन। यी कुराहरू चाहिँ म नेक्स्ट भिडियोमा बनाएर राखिदिन्छु तपाईँहरूको लागि। हेरेर टक्क पारेर नेपालीमा बुझ्नको लागि सजिलो होस् भनेर चाहिँ मैले एमाजोनमा चाहिँ कसरी काम गर्ने यो भिडियो बनाएको हो। यसलाई चाहिँ जतिसक्दो सेयर गर्नुहोस्, लाइक गर्नुहोस्, साथीलाई पठाउनु। त्यसपछि पैसा कमाइ हुने बाटोहरू बनाउन सकिन्छ यसरी है। यो चाहिँ स्पेसल्ली एमाजोनको लागि हो। केही कुराहरू कन्फ्युजनहरू त्यस्तो भयो भने मलाई सिधा मेसेज गरेर पनि तपाईँहरूले चाहिँ डाइरेक्ट सोध्न सक्नुहुन्छ। म त्यसमा जानकारी गराउन सक्छु कसरी चाहिँ यही सामानहरू राखेको छ, या चाहिँ एकाउन्ट बनाउने जुन प्रोसेसमा केही अप्ठ्यारोहरू भयो भने त्यहाँ पनि गाइड गर्न सक्छु। जसले गर्दा चाहिँ हामी सबैजनाले केही अब साइड बिजनेसको रूपमा, प्यासिभ इन्कमको रूपमा यसलाई चाहिँ कमाइको लागि आफ्नो एउटा रेभेन्यू जेनेरेट गर्न सकिन्छ।